So, hello, welcome, namaste. Welcome to the 17th episode of Curious Frogs. आज हाम्रो साथीहरुको पनि हुनुहुन्न नि इट्स आउट अफ द ब्लू एपिसोड अब बिहा सिजन सो एभ्रीवन इज बिजी इन देयर ओन सिजनल काम हैन कसैको बिहामा जान्छ कसै के गर्नुहुन्छ अनि आजको प्रसंगमा ठ्याक्कै अब एउटा रमाइलो कुरा बिहा भइरहेछ एभ्रीवन इज ह्याभिङ अ ब्लास्ट हुन्छ ब्यान्ड बाजा बजिरहेछ इट्स गुड थिङ जति सुकै क्राइसिस भए पनि इकोनोमी चलिरहेछ भने एउटा स्मल सिम्बल त्यो पनि हो कि त्यही परिप्रेक्ष्यमा आज हामीसँग हुनुहुन्छ उहाँ रत्न साक्य है सो नमस्ते उहाँ चाहिँ अब नजानेको नचिनेको भनौँ न देशले नचिनेको एउटा गहनाको रूपमा मान्ने गर्छ हि इज द थर्ड जेनेरेसन अफ ज्वेलर्स इन माई फ्यामिली होइन माई ब्रदर मेरो दाइ नै हो अहिले एकछिनपछि भन्छु भने जस्ट सो हाम्रो चाहिँ अब वी हेभ अ लिनेज अफ अराउन्ड 3 जेनेरेसन फर नाउ अब थाहा भएको त्योभन्दा माथि के थियो आई डोन्ट नो मोस्ट अफ यु नो उता इलेक्सन कमिसनको बाहिरको गेटको त्यो पशुपति वाज मेड बाई माई ग्रान्डफादर होइन त्यसपछि देयर आर मेनी थिङ्स अब पशुपतिको ढोका नै सिल्भरको उहाँको कमिसनमा बनेको भन्ने कुरा हुन्छ अनि माथि कहीँ कहीँ यसो दराजहरू खतम गर्दाखेरि त्यहाँ अब पहिला पुलिसहरूको त्यो स्टारहरू अनि त्यो दर्जानी चिन्हहरू पनि माथि देखिन्छ त्यो पनि त्यहीँ घरमा पनि थियो भन्ने कुरा थियो अनि माई ड्याड हिज स्वस्ति रत्न साके अनि वी आर हिज सन्स होइन सो स्वस्ति रत्न साके one designer plus he was a professor of economics public youth campus and now he is there he is the third generation holding the lineage भनौँ न अनि यहाँ एसएलसी सकिने बित्तिकै उहाँ चाहिँ रिजल्ट पनि नकुरेर सिधै उता जानुभयो थियो क्या अनि त्यहाँ गएर अब ज्वेलरी लाइनमा गएर अहिले लगभग 30 इयर्स भयो होइन नर्मली 30 इयर्स त्यो आई मिन ज्वेलरी लाइनमा लाइन एज अ प्रोफेसनली लगभग 30 इयर्स त्यसैमा हुनुहुन्छ अनि हि इज द थर्ड इन लाइन आई एम नट इन्टु द्याट सो लिनेजमा चाहिँ म अन्त परेँ So today talking about jewelry. When we talk jewelry कुरा गर्दाखेरि it seems so normal. Wearing some anything होइन fashion jewelry everything is jewelry जस्तो तर इतिहासमा हेर्दाखेरि what was beautiful was adopted के जस्तै अब त्यो पहिला अब हात्तीको दाँत भयो होइन डिफरेन्ट अनि चराको प्वाखहरू भयो अहिले पनि हाम्रो श्रीपेजमा त्यही छ पिककको त्योहरू कृष्ण लाउँछ अनि दाँतहरू होइन अनि सेकेन्डमा चाहिँ अब डेक्सटेरिटी ह्युमन भएको फरक के हैन इन्टेलिजेन्स अनि अब त्यो वी क्यानट सी एनिमल्स बेसिक जसले भन्नु गहना के त्यो पाल पारेर बिग स्विङ त्यो बेसिक हो त्यहाँ चाहिँ ह्युमन डेक्सटेरिटीको त्यो एउटा सिम्बलको रूपमा डेभलप भएको थियो कि ह्युमन भएपछि त्यति गर्न सक्नु भनेको इट मेक्स अस डिफरेन्ट फ्रम एनिमल्स हैन हाम्रो त्यति हो एन्ड एज इट डेभलप पछि अब गोल्ड इज सपोज टु बी न्यू इट्स नट मेड इन दिस प्लानेट हैन त्यो एलियन मेटेरियल हुन्छ नि त अनि मान्छेबाट खसेको भएकोले घामको टुक्राको रूपमा राख्दाले के मान्छेले पिस अफ द सन आइम ओइङ पिस अफ द सन गड जस्तै अब हामीले हुन्छ नि भगवानको लकेट लाग्छ द्याट बिकेम त्यो पार्ट के अनि दे स्टार्टेड रिप्लिकेटिङ गड्स होइन उनीहरू गड्स अब बिटलहरू भयो होइन इजिप्टमा पनि स्क्यारबहरू त्यस्तोहरू अनि स्लोली ज्वेलरी डेभलपमेन्ट चाहिँ ओभरअलमा अनि रिङ्सहरूमा क्राउनहरूमा होइन अब सिम्बल क्या हाम्रो मेडल हुने जस्तो त्यहाँ पेन्डेन्ट त्यस्तो भएको देखिन्छ सो अब टकिङ अफ ज्वेलरी होइन अब यहाँ र जापान उहाँ चाहिँ अब जापानमा अराउन्ड 30 इयर्स इन द सेम फिल्ड सो हि हेज अ लट अफ थिङ्स टु टक अब वी डोन्ट ह्याभ मच टाइम है फेरि भोजको सिजन छ उहाँको आफ्नो एउटा इभेन्ट पनि भएको छ अनि द्याट वे टकिङ अब हामी यहाँ हेर्छ होइन हामीले यहाँ हेर्दाखेरि के देख्छ भन्दाखेरि गोल्डको कस्तो भ्याल्यु क्या जस्तो सुकै दाम बनायो जोखेर किन्ने प्लस ज्याला त्यो ज्याला इज त्यो पनि लेबर वेस्ट भन्छ क्या लेबर वेज जस्तो सुकै हो नि देयर इज नो भ्याल्यु फर आर्टिस्ट्री there is no value for fashion or there is no value for त्यो युनिक पिस के भन्छ जसको त्यो क्राफ्टम्यानको भ्यालु छैन क्राफ्टम्यानशिपको भ्यालु छैन जस्ट त्यो एउटा कुनै कामदारले गर्दा टाटा गर्ने र एउटा खतरा गर्ने सेम चाहिँ जापानमा के छ नि जापान त्यही भने अस्ति मैले त्यही बिहाको सिजनमा जाउनु अब नेवारी भएकोले अन्टी हुन्छ एउटा अन्टी भयो एउटा सिल्भर अन्टी त्यो रक्सी राख्ने ठाउँ रक्सी राख्ने भाँडा त्यो उसमा एउटा क्राफ्ट हुन्छ एकदमै खतरा छ एकदम भन अब म पनि त्यो ज्वेलरी भएकोले म उता पढेको भएकोले बनाउँदा टाइम लाग्छ त्यो क्राफ्टम्यानशिपको भ्यालु छ त्यहाँ मसँग छ पहिला एउटा ग्लास बनाएको थियो क्लास प्र्याक्टिकल होइन त्यो वाइन गब्लेट हो कि सिम्पल केही पनि थिएन एउटा पाटाबाट उठाएर एउटा ग्लास जस्तो ग्लास जस्तो सिम्पल ग्लास बनाएको ग्लास त्यो छ एउटा छ त्यो मसँग अहिले उतै जापानमा छ त्यहाँ हो अर्को एउटा कप होला त्यो कप सिम्पल कप वाइन ग्लास होइन जस्ट कप के हाम्रो पानी खान पाक्छ त्यो पनि एउटा जस्ट सिम्पल नर्मल प्लेटले पिटे पुरै राउन्ड बनाएर लाग्ने हो त्यो
सिल्भर भने चाहिँ नर्मली इट्स सो सफ्ट पिटेपछि बल्ल हार्ड पनि हुन्छ अनि फेरि तताएर फेरि पिटे लाने हो बल्ल बन्छ अब त्यही त्यो वाइन त्यो एला राख्ने त्यो भाँडा अस्ति अब भोजको सिजन भन्दा देख्दा त्यहाँ कतिको त्यो डिटेल्स क्राफ्टहरू छ पहिला हाम्रो बाजेले पनि त्यो गर्थ्यो टटाटा गर्थ्यो पहिला त इन्ट्रेस्ट थिएन मलाई त्यति साह्रो के टटाटा गरेर जस्ट थियो जस्ट नट इन्ट्रेस्टेड त्यसपछि म जापान गएपछि अब त्यहाँ ज्वेलरी स्कुलमा पढेपछि अनि त्यसपछि त्यहाँ जस्तो गर्न थालेँ त्यसको भ्याल्यु बल्ल थाहा हुन थाल्यो कति टाइम लाग्नेछ कतिको मेहनत लाग्नेछ कतिको त्यो क्राफ्टम्यानसिपमा भ्याल्यु छ भन्ने फर इक्जाम्पल मलाई नै त्यो अब त्यो अन्टी एउटा बनाइदियो भनेर भने नि मैले त्यसलाई कस्ट एकदम कस्ट राख्छु होला मेरो प्राइस फर इक्जाम्पल इट विल बी मोर देन मन्थ आई टेक अ मन्थ एन्ड मेरो प्राइस विल बी मेबी 10 times फ्रम नेप्लिस रुप हुन्छ तर यहाँ जापानमा नेपालमा किन्दा त्यसले जोकेर किन्छ त्यसले गर्दा मलाई चाहिँ अलि डिफ्रेन्स लाग्यो त्यति फरक छ अब फर इक्जाम्पल नेपालको ज्वेलरीको फिनिसिङ र जापानिज ज्वेलरी फिनिसिङ इज टोटल डिफ्रेन्ट अब नेपालमा हुन्छ मान्छे लगाइसकेपछि पुरानो भइहाल्छ अलिकति स्क्रच भइहाल्छ इट्स ओके अलिअलि स्क्रच हुँदा इट्स ओके मान्छे लगाउँदा केही त हुन्छ तर इट्स मलाई एकदम सबभन्दा राम्रो लाग्ने ठाउँ चाहिँ जापानिज ज्वेलरीमा लाउँदा होइन स्क्रच हुन्छ तर लाउने मान्छे लाउने सबभन्दा फर्स्ट इम्प्रेसन चाहिँ राम्रो होस् भनेर एउटै स्क्रच हुँदैन मान्छेले बेच्दा सामान फ्ललेस एकदम फ्ललेस केही झन् एकदम त्यो पनि फेरि अब त्यो के ग्लोभ्स लगाएर मजाले राम्रो सामान जुन चाहिँ मान्छेले समात्ने बित्तिकै स्क्रच हुन्छ तर त्यसमा चाहिँ नेपाली ज्वेलरी अब फर इक्जाम्पल युरोपहरू पनि त्यहाँ मात्रै जापानिज ज्वेलरी एकदमै टोटल डिफ्रेन्ट लाग्यो मलाई चाहिँ अब जापानिज ज्वेलरी स्कुलमा पसेको कारण पनि त्यही एउटा रिजन जस्तो लाग्छ मलाई चाहिँ आई फाउन्ड ब्युटी अन द्याट पार्ट इट्स टोटल डिफ्रेन्ट फ्रम अदर ज्वेलरी होइन त्यही हुनाले अब मान्छेले कस्टमर जसको कस्टमरले पे गर्छ पैसा तर त्यसमा कस्टमर लिने साथ वाह कस्तो राम्रो ज्वेलरी छ कस्तो टल्के कति मेहनत गरेको त्यहाँ थाहा हुन्छ कि अलिक स्क्रचै भने कहाँ अलिक मेहनत गरेर पुग्ने कहाँ गरेन भने त्यहाँ आउँछ क्या टोटल डिफ्रेन्ट लाग्यो मलाई यहाँ चाहिँ छैन यहाँ चाहिँ मैले देखेन जोखेर दिएपछि मतलब जोखेर दिएपछि घाउ त्यो स्क्रचेस होस् के होस् अलिक पक्चिङ भएपछि अलि बाङ्गो भने खास मतलब गर्दैन जेसुकै हो भने फर इक्जाम्पल यो रिङ अब होइन अब मेरो अब बहिनीको बिहा हुँदा रिङहरू बनाएको थियो यहाँ दिएको थियो बनाउनलाई इट वाज जस्ट अ सिम्पल रिङ गोल्ड रिङ 4 स्टोन थियो स्टोन राखिदियो तर के भन्छ स्टोन राख्दा तल पनि स्टोनको त्यो अब डायमन्डको क्युरेट भन्छ तलको त्यो के चुच्चो पार्ट निस्किएछ क्या घोच्यो जसले गर्दा रिङ लाउने मान्छेलाई घोच्छ निकाल्दा अलिक टाइट भने स्क्रचेस हुन्छ त्यस्तो चाहिँ मान्छेले याद गर्नु बनाइदियो स्टोन राखिदियो इट्स ओके अनि तर त्यो छुने त एउटा त्यो एस्ट्रोनोमी हो तर त्यसमा त्यो गर्दा एउटा म पनि अब स्टोन कार्भिङ गर्ने भएकोले चुच्चो हुन्छ तर अलिकति तल अलिक फ्ल्याट गरिदिन्छ जसले गर्दा माथिबाट हेर्दा ठ्याक्क त्यो हेक्सागोनल कि अब के सेप देखिन्छ अक्टोगोनल सेप देखिने गरी कट गर्ने हो कि तर चुच्चो गर्दा त्यो घाउ हुन्छ त्यो एस्ट्रोनोमी चाहिँ अब करेक्ट हुँदैन टच हुनुपर्छ तर घाउसित मोर डिप ठिक छ सो वेडिङ सिजन होइन अनि अब यहाँ अब वेडिङ भन्ने बित्तिकै मोस्टली ज्वेलरी चल्ने भनेको वेडिङ सिजनमा होइन अब यो पुस लाग्ने बित्तिकै सबै सुनसानै हुन्छ किनकि पुसमा पुस देयर इज नथिङ त्यो हिसाबले अब लुसमा होइन विनो अब इट हेज चेन्ज हामीलाई थाहा थिएन पहिला किन आउँथेन यत्रो हेल्मेट जस्तो हुन्थ्यो यहाँ चरा हुन्छ अनि पछि हुँदै गयो सानो हुँदै गयो यता अगाडि लाउनु पनि सिस्टम छ त्यो चाहिँ सायद अब उता लिम्बूहरूको रहेछ अगाडि फ्ल्याट जस्ट लाइक छत्र हो क्या फ्ल्याट छ के पनि छैन हुँदा हुँदा पछाडि सर्छ यता सर्छ कता सर्छ अरे ट्रेडिसनल त्यो न्याप्सीको हुन्थ्यो होइन गर्दाखेरि त्यो लाउँथ्यो टिकमा लाउँथ्यो हातमा चाहिँ त्यो हाम्रो सिङ्ग टाइपको होइन सिङ्ग त्यो हामी सुनेको नर्मली अरू भनेको त्यो खुट्टामा सेल जङ्गी सेल अनि अब पोते त हाम्रो सिस्टम छैन मङ्गलसूत्र हाम्रो सिस्टम जापानमा चाहिँ वाट इज इट भन्नाले जापानको ज्वेलरीको कुरा गर्दा अब मोस्टली जापानमा जमाना अब 18th सेन्चुरीमा जाँदा तिनीहरूको मेन चाहिँ किमोनो भनेपछि जापानिज ट्रेडिसनल लुगा हो त्यो लुगामा एउटा त्यो लुगा हुन्छ अर्को ज्याकेट हुन्छ त्यहाँ माथि त्यसलाई हाउरी भन्छ जापानिज ल्याङ्ग्वेज भन्दा मेन ज्वेलरी चाहिँ पहिलाको जमानामा इट वाज आउट ल ज्वेलरी वाज नट ओके अन
फर फेसन होइन जस किमोनो हुन्छ किमोनोमा चाहिँ एकदम प्याटर्न धेरै हुन्छ राम्रो कलर हुन्छ राम्रो कलर त्यसमै फेसन गराउने त्यो जमाना थियो पहिला पहिला त्यसपछि त्यो एडो पिरियड भनेर पछि पछि हुँदै आएपछि अब कपाल बान्नलाई काङ्यो हुन्छ काङ्योलाई पनि अब त्यहाँ चाहिँ टर्टोइज सेलको त्यसले बेकको भन्छ त्यसले त्यो टर्टोइज सेललाई कार्भ गरेर त्यसमा इनलेहरू गर्ने हुन्थ्यो त्यो चाहिँ लाउँथ्यो अर्को एउटा अब हामी नेपालीहरूमा सप त्यो गर्दा चुडामणि होइन त्यो पिनो पिनो पिन त्यो अर्कै हो त्यो पिन लाउँछ त्यो पनि सेम जापानमा त्यस्तो छ तर ज्वेलरी अघि भने जस्तै ज्वेलरी चाहिँ इट वाज फरबिडेड भन्दा इट वाज आउटल तर किन त्यो दुइटा चाहिँ ओके गरे भन्नाले त्यो पिनमा अगाडि एउटा सानो चम्चा राखेको थियो जसले गर्दा कान सफा गर्नलाई आफ्नो हाइजेनिकको लागि युज होस् भनेर नेसेसरी टाइपले ज्वेलरीमा ओके गर्न थालेको के त्यो काङ्गी पनि अब हाइजेनिक हो नि कपाल खोल्नलाई सफा गर्न आफू सफा होस् किमोनो लाउँदा अब राम्रो लुगा लाउँछ कपाल चिक्रिमिङ भयो नि चिक्रिमिङ गरेर कपाल खोलेर अनि सबै बाँधेर पिनले घोचेर राख्ने पिनले मात्रै घोच्दा त्यो भएन यो अब चुच्चो हुन्छ त्यो घोच्दै त्यसले गर्दा ज्वेलरी पनि नआएको हुनसक्छ अनि त्यसमा एउटा चम्चा राखिदिएपछि कान सफा गर्नलाई इट्स ओके भन्ने चलन थियो पहिला पहिला मोर अफ युटिलिटी भएन युटिलिटी हुन आयो त्यही हिसाबले त अब यो भनौँ न मेन्सतिर त खासै त्यो छैन मेन्समा छैन खास अनि तरवारहरूमा चाहिँ हामी टक देख्ने गर्छौँ त्यो पछि मात्रै त्यो सबै त्यो वेस्टर्न कल्चरबाट आएर त्यहाँ बल्ल ज्वेलरी अब भन्ने साममा अब त्यो पिन भयो अघि त्यो पिन मात्रै राख्दा सिम्पल भयो त्यसमा अब के गर्नु अनि जेड भन्ने स्टोन जेडलाई कट गरेर एउटा यस्तो सेपको त्यसलाई माकाता भन्छ सेपको बनाएर पाल पारेर बिजहरू बनाउँथ्यो बिज जस्ट राउन्ड बिज राखेर अनि त्यो के भन्छ खानजासी भन्छ हामीले त्यो पिनलाई त्यहाँ राखेर जस्ट डेकोरेसनको लागि राख्थ्यो त्यहाँबाट बल्ल ज्वेलरी सुरु हुन थालेको त्यसमा जेड युज गर्यो नेक्स्ट अनर स्टोन्स अब म त जापानको यामासी भन्ने ठाउँमा हो त्यहाँ पहिला क्रिस्टल पाउँथ्यो क्रिस्टल कट गरेर क्रिस्टल त्यो के भन्छ खन्दा त्यहाँ बल्ल त्यो गोल्ड भेटाएको गोल्ड जापान गोल्ड पहिला जमाना थियो अब त्यही थाकेदा सिङ्गिन भन्थ्यो यामासीको हो पहिला एकदम पावरफुल थियो क्या त्यो गोल्डले गर्दा क्या त्यसले गर्दा यामासी पनि एउटा ज्वेलरीको 30% भन्दा बढी यामासी बनाउँछ ज्वेलरीहरू त्यसैले गर्दा बल्ल त्यहाँ अघि भने जस्तै त्यो स्टोनमा आउँदा मेन्स ज्वेलरी आउँदा त्यो एउटा स्टोन कार्भ गर्दा त्यहाँ डेकोरेसन त्यसले गर्दा पहिला पहिला जमानामा एक्चुअली भन्यो भने लेडिजहरूले चाहिँ लाउनु पाउँदैन थियो सबै त्यो वारियरहरूले लाउने सोड भयो अब फर इक्जाम्पल अब हाम्रो मोबाइलमा स्ट्राइप राख्दा त्यो के गर्ने पनि त्यो सोडमा जुनाउँथ्यो अब फर इक्जाम्पल किमोनोमा जुनाउँथ्यो देखाउने त्यसले नेच के भन्छ त्यो पनि सबै बोन कार्भिङ हो स्टोन कार्भिङबाटै बनाएर हुन्छ त्यहाँबाट बल्ल बल्ल बिस्तारै बिस्तारै चाहिँ एभोल्युसन हुँदै आउने हो जापानिज ज्वेलरीमा चाहिँ जेडको कुरा गर्दा ठ्याक्कै अब जमानामा त्यहाँ उता मरुमा होइन केशव स्थापितको पालमा याद छ त्यो बेला चाहिँ त्यो ढुङ्गा छापेको थियो क्या अनि ढुङ्गा पनि कस्तो राम्रो स्मुथ थियो अनि ग्रिनिस थियो क्या होइन ग्रिनिस थियो अनि छापेछ सबै त्यहाँ हिँडिरहेछ होइन एकदम रफ जेड रहेछ क्या जेड एकदम लो लेभलको थाहै छैन कि मान्छेहरूलाई त्यहाँ हिँडिरहेछ ओ यो त रफ जेड हो के गरेर के हो भनेर इट कुड हेभ बिन सम एक्सेसरिज क्या त्यहाँ भुइँमा राखेर यति अब अहिले त चेन्ज पनि गरिसक्यो होला होइन अब अहिले सायद निकालिसक्यो होला या टाइम अनुसार केशव स्थापित हुनु 1998 नेपालको कुरा त्यो बेला चाहिँ त्यसरीसम्म बनाएको थियो आइडिया नभएको कि जेडको चाहिँ भुइँमै राख्दै थियो कि यहाँ मरुमै एकदम लो लाग्यो त होइन ल्याउसो लाग्यो नि एकदम लो ग्रेड जेडको लो ग्रेड रहेछ क्या एकदमै सो फर्दर होइन अब नाउ डेज होइन नेपालमा त अब इफ यु टक होइन अब महादेवको पालोदेखि भटेभर होइन पापकै पालोमा होइन उहाँको अब 600 रुपियाँ स्यालेरी हुँदाखेरि 300 रुपियाँ तला सुन्थ्यो अहिले त अब 3 लाख पुग्ने सो वाटेभर यहाँ चाहिँ त्यो इट्स स्टिल सोल्ड बाई वेट के वेट एक्ज्याक्टली अघि भने जस्तै देयर इज नो मनी फर क्राफ्टम्यानसिप अलिअलि खाने भनेको जर्ती हुनेहरूले उसले गरेको उसको नाम बेच्ने ठाउँ पनि छैन कपिराइट या ब्रान्ड भनौँ न छैन ब्रान्ड गोल्ड इज इट्सेल्फ अ ब्रान्ड जापानमा अब फिनिसिङ छ प्लस वाट्स न्यू देयर कि फेसनमा त्यही अब त्यस्तो कुरा गर्ने भने अब जापानमा चाहिँ नर्मली वेटले चाहिँ गर्दैन त्यो मान्छेको भ्याल्यु स्किलसिपमा भ्याल्यु दिन्छ त्यसले गर्दा पिस अनुसार त्यो सामानको भ्याल्युमा दिन्छ क्या नट बाई वेट
फर एक्जाम्पल एउटा नेक्लेस बनाएर रिङ बनायो नि त्यो रिङकोमा डिटेल्स राख्दा कति भ्याल्यु त्यो मान्छे दिन्छ त्यसले बेच्ने हो जसको वेटले गर्दा इट्स टु हाई हुनु फर एक्जाम्पल अघि भनेपछि अब जापान अब एक तोलाको 3 लाख भयो नि अब 1 ग्रामको जस्ट इट विल बी 30,000 त्यो 1 ग्राम 30,000 हुन्छ भने त्यो जोग्दा त्यो गर्दा त्यो मान्छेको भ्याल्यु दिँदा 1 ग्रामको मेबी द्याट विल बी फर 3 लाख पनि हुनसक्छ क्या त्यसैले नट बाई वेट त्यो फेसनमा जाने भने चाहिँ त्यो मान्छेको मेहनत मान्छेको क्राफ्टम्यानसिपमा चाहिँ फोकस गर्छ त्यसले गर्दा त्यसको भ्याल्यु दिन्छ एकदमै फाइन त्यो आर्ट पनि मान्छेले किन्न पनि चाहन्छ त्यसमा चाहिँ अनि what about resell गर्दा त्यो रिसेल गर्दा चाहिँ त्यहाँ फेरि अर्को छ त्यहाँ चाहिँ वेटमा जान्छ त्यहाँ त्यहाँ फरक छ फर एक्जाम्पल इफ इट्स अ क्लासिकल ज्वेलरी अर एन्टिक ज्वेलरी त्यो भन्छ अर्कै मार्केट छ त्यहाँ त्यसको लागि चाहिँ भ्याल्यु छ एकदमै फर एक्जाम्पल अब आजकल त्यो सुन प्राइस बढी भएकोले बेच्नेहरू धेरै छ क्या सुनहरू पहिला जमानामा किन्थ्यो फर एक्जाम्पल 3 लाखको नेक्लेस किने थियो र होइन त्यो एकदम क्राफ्ट एकदम राम्रो थियो होला तर इट्स नट एन्टिक ज्वेलरी त बेच्ने गयो नि इट जस्ट बाई वेट नेपालीहरू चलाक रहेछ इन्भेस्टमेन्ट मोर त्यही बल्ल अब सुन बढ्दै गएपछि अब इन्भेस्टमेन्ट रूपमा आउँदैछ क्या फर एक्जाम्पल जापान फेसन ज्वेलरी भनेपछि नेपालमा 24 क्यारेट गोल्ड हुन्छ जापानमा चाहिँ 18 क्यारेट अर 10 क्यारेट इट्स बिकज इफ यु लुज इट्स नट वर्थ इट्स ओके आई क्यान बाई अनदर वान हुन्छ क्या त्यसैले जस्ट लगायो फेरि सिक्रीहरू पनि एकदम पातलो हुन्छ एकदम स्मल हुन्छ जस्ट फेसनको लागि फर एक्जाम्पल लुगा लाउँछ ब्याग बोक्छ जुत्ता लाउँछ त्यसमा रिङ लगाइदियो फर एक्जाम्पल अब चस्मामा यो के हुन्छ राख्ने त्यो पनि एउटा सिल्भरको चेन पनि हुन्छ त्यो एउटा फेसनको रूपमा जान्छ इन्भेस्टमेन्ट एक थोपा अहिले चाहिँ गएको छैन अब सुन बढ्दै गएपछि अब बल्ल त्यसमा अब 10 क्यारेट भ्याल्यु कम हुँदैछ 18 क्यारेट अर 24 क्यारेटमा चेन्ज हुँदै आउँछ त्यही भएर होला यहाँ सायद त्यो सुन ब्याग हिराहरू पनि त्यस्तो भ्याल्यु छ नि यहाँ एक्ज्याक्टली अब अघि भने जस्तै त्यो एउटा रिङ थियो अब फर एक्जाम्पल एन्गेजमेन्ट रिङै भनौँ त्यसमा हिरा हुन्छ सुनको त्यो हुन्छ तर बेच्न जाँदा हिराको भ्याल्यु हुँदैन जस्ट हिरा निकालेर दिन्छ चाहिँदैन भने हामी फ्यालिदिन्छौँ भन्छ फ्यालिदिनु भन्ने मात्रै फ्यालिदिने हो रिज त हुन्छ तर त्यसले गर्दा जस्ट मेटलको मात्रै भ्याल्यु हुन्छ स्टोन भयो जसको स्टोन हुन्छ हिरा होस् मोती होस् पत्थर सबै अब इज विल बी जेरो बट वेन यु बाई फर एक्जाम्पल इफ यु एक क्यारेटको डायमन्ड किन्यो भने लाग्छ 10 लाख जस्तो लाग्छ 10 लाख अहिलेको रिसेन्ट त्यही भयो कि अब 10 लाख तिरेर रिङ किने तापनि बेच्न जाँदा जस्ट मेटलको मात्रै भ्याल्यु हुन्छ त्यहाँ पनि त्यहाँकै कुरा गरेको त्यही भएकोले त्यहाँ प्रब्लम छ अनि ब्रान्डको कुराहरू नि टिफानी हैन टिफानी भयो अघि थासाकी भयो मिकी मोतो भयो जापानिज ब्रान्ड हो क्याट वाला छ नि के हेलो किटी त्यही बनाउँछ हैन हेलो किटी द्याट्स फ्रम यामासी हेलो किटी चाहिँ अहिलेको लाबुबु द्याट्स फ्रम हङकङ त्यही हेलो किटी त राम्रो हो तर त्यो पनि जमानादेखि गर्दा गर्दा त एक्चुअली भनेपछि ब्रान्ड भनेपछि प्रमोसन ओके अब भन्छ ब्रान्ड बनाउँछु आफ्नो स्टोरी हुन्छ यो गर्ने त्यो हुन्छ इट्स नथिङ के फर्स्ट अफ टिफानी 300 इयर्स हो 300 इयर्स भइसक्यो माई गुड अब हाम्रो कम्पनी एलएनको भन्छ इट्स अब इट बी अराउन्ड 87 इयर्स ओल्ड तर बनाएको रिसेन्ट इट विल बी जस्ट 20 or 30 इयर्स एलएनको अनि सबैले कम्पेयर टिफानी यस्तो छ तर कार्टियरहरू बुल्गर सबै त्यस्तो त थिएन पहिला मेहनत हो फर्स्टमा चाहिँ अलिअलि बेच्यो अब फर हेलो किटी त्यस्तो सानसानो बेच्यो सस्तोमा सबैले प्रमोसन एउटा कुरा हो नि हाम्रो ब्रान्ड यस्तो हुनुपर्छ फर्स्टमा गयो नि त इल फेल 100% जस्ट बनाइदियो सबै ठाउँमा दियो कि सबै देख्न थालेपछि यो चाहियो फर एभर टिफानीको एन्गेजमेन्ट रिङ एकदम फेमस 6 prongs वाला भन्छ क्या त्यसले गर्दा एन्गेजमेन्ट त्यही जान्छ सबै वर्ल्ड वाइड जुन स्ट्यान्डर्ड वाला डायमन्ड that's from Tiffany and open heart that's from Tiffany सिल्भर ओपन हार्ट छ त्यो सस्तो गरेर सबैले डिस्ट्रिब्युट गरिदियो अनि जसको लागि गयो पनि त्यही हो क्या अनि कलर टिफानी कलर त्यो पनि युनिक छ ब्लुइश द टर्कोइज ब्लू त्यो पनि त्यस्तै हो क्या अहिले ब्रान्डिङ गरेर गयो नि तिनीहरूले 300 वर्ष लाएर बल्ल बल्यो पैसा गयो टिफानी त
अनि फर एक्जाम्पल हलिउड फिल्महरुमा चलाए टिफानीले ब्रेकअप टिफानी भन्ने हेडबर्नको अड्री हेपबर्न अझै हेडबर्नको त्यसै प्रमोसन गर्दै बल्ल बल्ल सबैले चिन्न थालेपछि बल्ल होइन अब कार्टियर भयो त्यस्तै हो अहिले बुस्टर आएर चाहिँ धेरै छ क्या अब ब्रान्डिङ भनेपछि ब्रान्ड गर्दा अब नेपालमा त्यस्तो केही पनि छैन अब फर्स्ट अफ अल क्राफ्टम्यानको भ्याल्यु दिँदैन नि अब ब्रान्डिङ गरेर के गर्ने त्यही भनेको नेपालमा चाहिँ अहिले के चलेछ अब खै अब जहिले पनि यो म चाहिँ खास इन्ट्रेस्ट छैन नि त्यो मलाई बिजनेसको दिमाग पनि छैन त्यो पत्रिकामा हुन्छ क्या ब्रान्ड वर्कसप भनेर ब्रान्ड कसरी खडा गर्ने भनेर यो कुरा सुन्दा त ब्रान्ड त खडा गर्नै पर्छ आफै हुन्छ के गरेर अब यहाँ अब भनौँ न अब बाजीको पालोमा अब कालिम्पोङको कुरा अब त्यो यहाँ अब पोस्टर पनि छ त्यो मैले अस्ति त्यो सिक्किम गर्लको भन्दा त्यो दिए पनि थिएँ त्यो होइन माथि फोटो छ नि त्यो बाजीले बनाएको त्यो गभर्नर्सको त्यसको लागि सायद अब सुनेको कुरा त अब उता गभर्नरले सिटिजनसिप पनि लिनु भनेर के अफर गरेको थियो होइन त्यो चाहिँ अब होइन अब हामी नेपाली लिन्छ भनेर नलिएको रहेछ त्यसपछि सेकेन्ड पापमा आउँदा पनि अब हिडेभे तबातो गरिरहेको छ तबाको छोराहरू पनि गरिरहेको छ मैले यता आएपछि बिचमा अलिकति ग्याप भएन भन्नाले यहाँ हाम्रो त ग्याप भएपछि त्यही कन्टिन्यू गरेर अर्कै हुन्थ्यो होइन ब्रान्ड त त्यसरी फर्म हुने रहेछ नि त एक्ज्याक्टली त्यही नै अब आजकल यङ्स्टर आउँछ ब्रान्ड बनाउनु चाहे यस्तो धेरै छ क्या धेरै आउँछ हामीलाई अफरहरू ब्रान्ड बनाउनु यस्तो यस्तो स्टोरी आफ्नो स्टोरी यस्तो यस्तो गर्ने छन् इट्स युजलेस छ एकदमै गर्नै पर्दैन जस्ट सिम्पलहरू बनाए आफ्नो कन्सेप्ट के छ एउटा आफूलाई के चाहन्छ आफ्नो प्यासन केमा छ प्यासन राख्यो भने इट विल बी अ ब्रान्ड सामुराई हैन एक्ज्याक्टली सामुराई एनएचके बीबीसी डकुमेन्ट्री आइरहेको हुन्छ जापानमा जम्मा 10 जना छ होला त्यो पोलिसरहरू जुन बनाउने मेन त्यो के स्टोनबाट के गरेर निकालेर फुटाएर स्टिल निकाल्ने त्यसले स्टिलहरु त्यो हागाने भन्छ एकदमै कड त्यसो पनि स्टोनबाट त्यही हो एक्ज्याक्टली लिने सुन्दाखेरि मेरो बाउबाजुले गरेको 400-500 वर्ष भयो हुन्छ हैन त्यो पनि त्यस्तै रहेछ अनि जापानमा त्यो पहिला एउटा त्यस्तै फेस्टिभल हाट बजारमा जाँदाखेरि कैंची थियो कि कैंची मसँग एउटा छ एकदम सस्तो वाला त्यो त्यो चाहिँ खै के भने यतिकै म नेपालबाट अनि शाखाजोको भन्थे के शाखाजोको एउटा रेस्पेक्टले मलाई कैंची दिएको के रेस्पेक्टले किन्नु पर्यो नि लाखौं पर्ने रहेछ के सिम्पल अनि लङ 2010 मा फर्केको हैन अराउन्ड 2025 15 इयर्स के भएछ नि तार के भएछ नि नेल कटर सेट थियो सानो नेल कटर उनीहरुले खास बनाउँदैन कैंची कम्पनी रहेछ हैन मेन हजामको कैंची र त्यो किमोनो काट्ने कैंची त्यस्तो कपडा काट्ने कैंची स्पेशलिटीमा उनीहरुको अब न्यू फ्यासन त्यो नेल कटर पनि बनाएर रहेछ अनि खासै नेल कटर त्यस्तो उनीहरुको ब्रान्ड त हैन लिनेजमा गएन नि त अनि मार्केट क्याप्चर गर्नलाई गरेको रहेछ एउटा देले अहिलेसम्म के भएछ नि के त्यही हो अनि कुरा गर्दा 300 इयर्स पुरानो हाम्रो हो भन्छ अनि स्टिल दे डोन्ट कन्सिडर देमसेल्भ्स ब्रान्ड भन्ने कुरा के त्यही हो नि ब्रान्ड चाहिँ आफूले बनाउनु भन्दा अरूले बनाउनु हो के टाइम है टेक्स टाइम इट टेक्स टाइम ब्रान्ड बनाउन टाइम लाग्छ आज ब्रान्ड त हुनै छैन जति पैसा राखेर पनि इन्भेस्ट गरेर पनि इट विल बी फर 1 month 1 year हो भाइरल त्यही भाइरल हो पैसा भाइरल हुन्छ तर त्यो इट्स नट अ ब्रान्ड ब्रान्डको टाइम लाग्छ किनभने फर एक्जाम्पल एउटा प्लान्ट बन्नलाई एउटा सिड हुन्छ सिड राखेपछि बल्ल पानी दियो कति दिन राखेपछि बल्ल फ्रुट आउँछ नि फ्रुट आउनलाई मेबी 3 years 4 years लाग्छ सेम कुरा नि बल्ल त्यसपछि ब्रान्ड हुन्छ नि सिडलाई अब हैन जतिकै गरोस् न अस्ति एउटा रमाइलो देखेको थिएँ चिकन रोस्ट गर्ने एउटा जुइया थियो उता चिकन रोस्ट गर्दा फर एक्जाम्पल जस्ट फर 3 hours भन्छ क्या हैन 3 hours 900 डिग्री या 900 त्यही 1 hour अब त्यही हो जति चाँडो गरे तापनि डर नि अनि 1000 डिग्री 11 गरौँ भन्दा बिग्यो टाइम लाएर बिस्तारै गर्दा अर्कै आउँछ नि राम्रो प्रोसेस ब्रान्ड त्यही हो कि जसै गरेर तापनि आफ्नो प्यासन केमा गर्ने यही एक्जाम्पल सामुराईहरू भने जस्तै सामुराई तिनीहरू त वारियर नि तिनीहरू आफ्नो ब्रान्डहरू केही पनि सोचेर नगरे होइन जे कुरामा प्यासन त्यसमा आफ्नो मेहनत गर्यो त्यही ब्रान्ड हुँदै गयो क्या पछि एउटा रिङ बनाउनलाई एउटा जेसन अहिले मेरो एलेनकोमा सामुराई रिङहरू छ म राख्छु तपाईँ अझै हेर्नुहोस् है तपाईँहरूले त्यो पनि एउटा मेरो प्यासन हो त्यसमा म एउटा विदेशी भयो तर यामासीमा हुँदा नेपालमा बस्दा नेपालीहरूले आफ्नो ठाउँमा देख्दैन विदेशी आउँदा विदेशीले के देख्छ नि म पनि विदेशी भएको कारणले यामासी बस्दा
यहाँ नदेखेको ठाउँ मैले सर्च गर्छु देखिन्छ ओ यस्तो यस्तो रहेछ यस्तो यस्तो रहेछ भनेर मैले आफ्नै एउटा सामुराई रिङहरू बनाएको छु त्यसमा मेरो प्यासन छ टाइम लाग्यो बनाउँदा कतिचोटि मिस्टेक भयो कतिचोटि भयो मलाई आई वाज नट सेटिस्फाइड कतिचोटि मैले बिगारेँ गरेर बल्ल एउटा बने नि अहिले त्यो एकदम अहिले अनलाइनमा छ एकदमै बिग्रिन्छ क्या धेरै महँगो चाहिँ मलाई त महँगो छ त इज जापानिज प्राइस हो तर त्यही हो क्या बल्ल अहिले मान्छेले टन्नै ज्वेलरी छ नि अनलाइनमा त अब सबैले युनिक चाहिन्छ वाट इज जापानिज ज्वेलरी भन्छ मेबी सामुराई सामुराई इमेज आउँछ अनि त्यो सर्च गर्दा सामुराई रिङ आउँदा युनिक ज्वेलरी देखिन्छ अनि मोस्टली फ्रान्स अमेरिका जर्मनहरू चाहिँ जहाँ चाहिँ त्यो भ्याल्यु दिन्छ त्यहाँ चाहिँ बिग्रिन्छ एकदमै त्यही हो मैले पनि अब प्यासन गरेँ त्यो सुरु भएको कारण पनि एउटा यामानेसमा फेस्टिभल छ सामुराई फेस्टिभल भन्ने थाकेदा सिङ्गिङ फेस्टिभल त्यो चाहिँ अब वर्ल्ड भन्दा नि वर्ल्डमा अन्ली वान होला त्यो 300-400जना वारियरहरू त्यो मार्चिङ गर्छ प्यारेड गर्छ जेन्युन वारियर कि लुगा लाएर जेन्युन कि जस्ट फ्यासन फ्यासनमा त्यो लुगा लाएर गर्ने त्यो चाहिँ वर्ल्ड वारमा छ त्यो त्यसको लागि अब यामानेसी भएको म रिभेन्ज भएको थाकेदा सिङ्गिङ भन्ने त्यो वारियरको मोचिभमा एउटा रिङ बनाएको कारण त्यही हो यामानेसीको कम्पाउन्ड भएकोले त्यो गरेको अनुसार त्यो विस्तार गर्दै त्यो पनि मैले गरेको अब कति वर्ष भइसक्यो धेरै भइसक्यो गर्दै बल्ल अहिले पो थाहा ए सामुराई रिङ इक्वल रिङ यो रिङ हो भनेर बल्ल आजकल मान्छे किन थालेछ इट्स अ सिम्पल रिङ तर त्यसमा मेहनत छ कसरी बनाएछ कति टाइम लागेछ मान्छे बुझ्छ नि त्यही हो बल्ल ब्रान्ड हुन थाल्यो नि त्यसको चाहिँ अहिले चाँडै अहिले गरौँ ब्रान्ड गरौँ स्टोरी त्यसको भए तापनि कोही हुँदैन टिफानीहरू अरू पनि टाइम लाग्यो 300 वर्ष लागेर बल्ल अहिले रियल गर्न थाल्यो नि अब यता हिज इन्टु ज्वेलरी होइन अब आइम इन्टु पेन्टिङ के यतापट्टि मामापट्टिको बाजे चाहिँ आर्टिस्ट उहाँ चाहिँ अब ललित कलाको संस्थापक एन्ड उहाँहरू नै हुनुहुन्छ अनि सेम थिङ यतापट्टि फादर साइड मदर साइड चाहिँ म पनि त्यसैमा थिएँ बट हुन्छ नि अब कति बोलाएर उहाँको स्टाइल सिकाउनु ट्राई गर्ने क्या बाजेले आफ्नो चिन्दैन भन्ने त्यो पनि हो क्या मलाई चाहिँ मोर इन्टु हुन्छ नि अब क्युबिजम एब्स्ट्र्याक्ट पिकासो हेर्ने अनि उता हाम्रो एउटा मान्छेको नाम पनि बिर्सियो त्यो खतरा थियो आर्टिस्ट वासिल क्यान्डिन्स्की होइन अनि रेनोरहरूको उनीहरू मन पर्थ्यो कि घरमा यत्रो जुल छ एउटा लिनिएज भएको मान्छे छ होइन गएर त्यहाँ एभ्री टाइम गएर जाँदाखेरि मिलेन यो मिलेन एकदम ट्रेडिसनल सिकाउनु हुन्थ्यो कि मलाई चाहिँ कहिले पछि नै सायद अब त्यही गरेर म थर्ड जेनेरेसन हुन्थ्यो कि त्यो गरेको त्यही मात्रै गरेर पुग्थ्यो केही पनि गर्नु सो दिस इज वान बिग थिङ जुन ब्रान्डको कुरा गऱ्यो अब भोलि धेरै ब्रान्ड आएको छ नि त समय भन्ने नेपाली घडी आएको छ होइन एकदम राम्रो छ तर होइन इट हेज नो हिस्ट्री नि रोलेक्स त्यही रोलेक्स ओमेगा पनि पुरानै हो नन प्रफिटवाला रोलेक्स के अरे होइन यस्तो हेर्छ कि होइन 160 इयर्स हो कि 100 इयर्सको देखेर चाहिँ उनीहरूको हिस्ट्री होइन त्यस्तै आइरहेछ नि यहाँ चाहिँ अब हिजोको आज बनाउनु खोजिरहेछ होइन कि त अब त्यो आरएम रिचर्ड मिल जस्तो हुनु पऱ्यो जहाँ कि इट इज नथिङ इट्स जस्ट इन्भेस्टमेन्ट नि त हिरा चाँदी बाइक के पनि हुँदैन त्यसमा घडीको मेकानिजम छ बट मिनिमल होइन नाइस सो बिहा सिजन अलिकति अलमल छ अब चेयर्स गर्न बिर्स सो दिस इज चेयर्स फर ब्रेक होइन इफ पोसिबल टुमोरो हि इज गोइङ सो बिफोर द्याट विल ट्राई टु कन्टिन्यू बट गफ गरेपछि यस्तै हुन्छ गफ भयो त्यहाँदेखि बुझेँ त्यसरी ठ्याक्कै लेख्नुपर्छ अनि कहाँबाट बोल्नु ठ्याक्क हुन्छ न त कहाँ पुग्छ अघि मैले ठ्याक्कै हेरेकोले कुरा आयो चाहिँ घरमा आयो नि ब्रान्डको कुरा थिएन ब्रान्डको थिएन ब्रान्ड कुरा आयो अब भनेपछि मामी आउँछ किनभने हामी अब बस्नु सेम कुरा गर्छ क्या ब्रान्ड हो नि क्या त्यसको हामी एलएनको लोगो लाग्दैन क्या होइन यो न्यू थिङ भनौँ न यहाँ चाहिँ त्यही ब्रान्ड त्यो हुन्छ क्या ब्रान्ड फेस्टिभल हुन्छ सबै कम्पनीले भन्नुहोस् आफ्नो ब्रान्ड यसरी स्थापना गर ए त्यो पहिला गर्थ्यो जापानमा 10 वर्ष अगाडि त्यो के गाह्रो छैन आफूले जे गरेछ त्यही गर्न सिम्पलको अनलाइन त्यो बिजनेसमा हेर्दा पैसा खाने कुरा हो क्या पैसा लिनु गयो उनीहरूले त पैसा पाउँछ त्यो तर 5 लाख रुपैयाँ उनीहरूले त्यसको लागि मात्रै हो क्या जग्गाको के भन्छ त्यो बुलगढी के नाम बिर्स बुलगढीवाला त्यो जग्गावाला जग्गा के बाघ हुनेवाला
बुल्गरी होला मेरो बुल्गरी त्यो पनि पहिला इङ्ल्यान्डको त्यो इन्डियनहरूलाई त्यो इन्भेट गर्दा इङ्ल्यान्डको मान्छेहरूले चलाउने ब्रान्ड हो कि तिनीहरू एम्पेयरहरूले चलाउने राजाहरूले त्यहाँबाट आएर बल्ल अहिले कमन पिपलहरूमा आएको छ नि हिस्ट्री छ त्यो एउटा जोली बनाउनु भोलि गरौँ फेरि 4-2 बजी जिस्किने अरे